सबैका लागि नेपाली सर्ट स्टोरी च्यानल कृपया भिडियोलाई लाइक शेयर अनि च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। एक सुन्दर जंगल थियो जहाँ विभिन्न जातका चराचुरुङ्गी जनावर र रुखबिरुवा सँगै बस्थे। सोही जंगलको बीचमा एउटा ठूलो पाकेको आँपको रुख थियो जहाँ हरेक बिहान चराचुरुङ्गीहरू गुन्जायमान हुन्थे। त्यही कोइली नामको मिठो स्वर भएकी चरा र मैना नामकी चञ्चल र बुद्धिमान चरा बस्थिन्। कोइलीको स्वर स्वर्गीय थियो। ऊ बिहान बिहान मिठा गीत गाएर पूरा जंगलमा आनन्द छाउँथी। तर ऊ निकै शान्त स्वभावकी थिए। अर्कोतर्फ मैना निकै चञ्चल, मिलनसार र चतुर थिए। ऊ हरेक चरासँग सजिलै बोल्न सक्थे, रमाइलो गर्न मन पराउँथे र कहिलेकाहीँ ससाना चराहरूलाई ज्ञान बाँड्ने गर्थे। एक दिन आँपको रुखमुनि बसेर कोइली गीत गाउँदै थिए। मैना वरपर उड्दै थिए र उसले कोइलीको गीत सुनेपछि भनिन्, वाह, तिम्रो आवाज त कति मिठो रहेछ। मलाई पनि यस्तो सुन्दर गीत गाउन आउँथ्यो भने कति रमाइलो हुन्थ्यो। कोइलीले मुस्कुराउँदै भनिन्, मैना बहिनी, तिमी त आफ्नै किसिमले सुन्दर छौ। तिम्रो बुद्धि र बोली त झन् सबैलाई मन पर्छ। त्यसपछि उनीहरू एक अर्कासँग नजिक भए, गफ गर्न थाले र दिनभरि सँगै बिताउने गरे। समय बित्दै गयो अनि गर्मीयाम पनि आयो र जंगलभरि घाम चर्किन थाल्यो र कतिपय रुखहरू सुके। आँपको रुखमा पनि कम फल लाग्न थाल्यो। जंगलमा पानीको स्रोत पनि कम हुँदै गयो। कतिपय चराहरू अन्य ठाउँतिर बसाइ सर्न थाले। तर कोइली र मैनाले आफ्नो वासस्थान छोड्न चाहेनन्। उनीहरू आफ्नो ठाउँमै बस्ने निर्णय गरे। एक दिन जंगलमा एक ठूलो संकट आयो। एकजना शिकारी जंगलमा आयो। उसले जाल बिछ्याएर चरा समात्ने प्रयास गर्न थाल्यो। धेरै निर्दोष चराहरू जालमा परे। कोइली र मैना यो दृश्य हेरेर निकै दुखी भए। मैना निकै बुद्धिमान थिए। उसले कोइलीसँग भनिन्, हामी केही नगरी बस्न सक्दैनौं। यदि हामीले मिलेर योजना बनाएनौं भने शिकारीले सारा चराहरू समातेर लग्नेछ। कोइली डराएकी थिए। तर मैनाले उसलाई हिम्मत दिए। मैना र कोइलीले मिलेर सबै चराहरूलाई भने, हामीले एकजुट भएर शिकारीलाई परास्त गर्नुपर्छ। मैना अगाडि गइन्। उनले शिकारीलाई व्यस्त पार्ने तरिका खोजिन्। उता कोइली र अन्य चराहरूले जाल काट्ने उपाय सोच्न थाले। मैना शिकारीको टाउकोमा उडेर पटक पटक बसी। शिकारीलाई रिस उठ्यो र उसले मैना समात्ने प्रयास गर्यो। तर मैना निकै चतुर थिए। ऊ कहिले यता कहिले उता उड्थी। शिकारीको ध्यान पुरै मैनातिर केन्द्रित भयो। यसैबीच कोइलीले अन्य चराहरूलाई साथमा लिएर जाल काट्न थाली। धेरै प्रयासपछि चराहरूले जाल काट्न सफल भए र सबै चराहरू स्वतन्त्र भए। शिकारी चकित पर्यो। जब उसले देख्यो कि सारा चराहरू उडेर भागे, ऊ निराश भएर जंगल छोडेर गयो। सबै चराहरूले कोइली र मैनालाई धन्यवाद दिए। सबैजना मिलेर खुसियाली मनाए। कोइलीले भनिन्, मैना, तिमी नभएको भए हामी सबै फस्ने थियौं। तिम्रो बुद्धिमत्ता र हिम्मतले हामीलाई बचायो। मैना मुस्कुराएर भनिन्, हामी दुवैको सहकार्यले मात्र सम्भव भएको हो। तिमीले पनि जाल काट्न मद्दत गर्यौ, नत्र मेरो योजनाले काम गर्ने थिएन। त्यसपछि जंगलमा सबै चराहरूले सिके कि असल मित्रता भनेको आपसमा सहयोग गर्ने, कठिन परिस्थितिमा सँगै उभिने र एक अर्कालाई हौसला दिने हो। त्यस दिनदेखि कोइली र मैना झन् गहिरो मित्र भए। उनीहरूले सँगै गीत गाए, रमाइलो गरे र जंगलमा मेलमिलाप फैलाए। मैना सधैँ आफ्नो बुद्धिले सबैलाई मद्दत गरिरहन्थे र कोइली आफ्ना मिठा गीतहरू सुनाएर जंगलमा शान्ति ल्याउँथे। यसरी कोइली र मैनाको मित्रता केवल दुई चराको कथा मात्र रहेन, यो जंगलभरि नै प्रेरणादायी बन्यो। असल मित्रता भनेको संकटमा साथ दिने, सहयोग गर्ने र एक अर्कालाई बुझ्ने सम्बन्ध हो भन्ने कुरा सबैले बुझे।